हेलो गाइज म चाहिँ हैन आज गोथालो गएको गाईबस्तु लगेर हैन गाईबस्तु लगेर गएको छु म चाहिँ के गर्नु बाख्रा त यतै छ गाई त पर पुगिसक्यो ऊ त कालो गाई छैन ऊ त्यो लास्टै दौडिने यार अब के गर्नु यस्तै छ हाम्रो गाउँतिर त घाँस नि पाउँदैन मर्नै लागिसक्यो बस्तर बाटोतिर यसो अब हुन्छ नि हल्का घाँस त्यो बनमारा भन्छ कि बनमारा अनि त्यो बद्रीफुरी भन्छ नि बद्रीफुरी खुवाउनु हिँडेको हेर्नु न गाईबस्तुलाई खुवाउने केही छैन हाम्रो गाउँतिर त के भएको पानी पनि परेको छैन हेर्नु गाईबस्तुहरू भोकै हिँड्नु परेको छ आज म एउटा भ्लग बनाउँदैछु गाईहरू म तपाईहरुलाई रुखहरू देखाउँछु हैन रुखहरू छ हैन घाँस छैन अब घाँस पहिल्यै काटिसकेको कि यतातिरको अनि पलाउन सकेको छैन पानी हुनुपर्छ नि त पानी भयो भने त अब जेस पाक्थ्यो होला कि सरला छैन ल्याउँदै बारीतिर पसिहाल्यो नि गोरु गाईहरू अब न यहाँ धेरै गोरु छ यो चाहिँ छिमेकी यो चाहिँ हाम्रो चाहिँ यहाँ जुट्छ भनेर म यहाँ गोरु हेरिरहेको छु उकालो जाँदैछु के गर्नु बारीमा पनि यस्तो पहिला त यति बेला त हरियो हुन्थ्यो पानी परेको छैन मकै छरेकै छैन गाईहरू के गर्नु यस्तै छ हेर्नुहोस् हाम्रो घर हो यो मासतिर हो यो स्कुल हो स्कुलदेखि अलि मासतिर जानुपर्छ है मेरो साथीहरूलाई के भन्न चाहन्छु भने होइन एउटा सहयोग चाहिँ गर्नुपर्ने भयो मेरो युट्युब च्यानल नयाँ हो मैले नयाँ खोलिरहेको छु त्यही भएर मेरो युट्युब च्यानलमा गएर सब्सक्राइब गरिदिनु होला भिडियो हालिबस्छु होइन आज मेरो युट्युब च्यानल चाहिँ नयाँ हो कि अनि त्यही भएर युट्युब च्यानलमा सब्सक्राइब